घरमा चाहिँ स्यालेड खान भनेर ल्याएर राखेको होइन, मुला र गाजर। अब त्यो चाहिँ अलिक धेरै थियो कि, अनि प्लस नेपाली अचार चाहिँ एकदम खान मिठो लाग्छ नि त, नेपालमा खाइरहेको बानी होइन। अस्ति नै पनि मैले बनाएको थिएँ एकचोटि, अनि आज फेरि बनाउँदैछु। सबैभन्दा पहिला चाहिँ त्यसलाई मजाले धुएर त्यसको बाहिर अलिअलि त्यो के हुन्छ त्यसलाई रेसा रेसा जस्तो हुन्छ नि, त्यसलाई सबै मसिनो गरी यस्तो खुर्केर होइन सफा गरेर राखेँ। यो चाहिँ तोरी, अनि तोरीलाई चाहिँ मैले भुटेर अनि हल्का यसो सर्टे हल्का भुटेर होइन प्यानमा, अनि त्यसलाई चाहिँ दलेको के अलिअलि पिसेर धुलो पनि बनाएको नि, अलिअलि दलेर हाफ ग्राइन्ड जस्तो गरेको होइन, हातले नै गरेँ मैले आफूले चाहिँ। तपाईँहरूलाई जहिले सजिलो लाग्छ त्यसले गर्न सक्नुहुन्छ होइन। अनि त्यसलाई फेरि मजाले गाजर मुलालाई काटेर मैले यो चाहिँ हाम्रो बेकिङ ट्रेमा राखेको छु। नेपालमा त अब हामीले नाङ्लोमा सुकाउने गर्छौँ होइन, यसलाई मजाले घाममा, अनि घाममा नसुकाइकन गऱ्यो भने चाहिँ यसबाट पानी आउँछ नि त, त्यसले अचार बिगार्छ भनिन्छ। अब त्यो के हो आई डोन्ट नो, मम्मीहरूलाई हजुरआमाहरूलाई सोध्नुपर्छ यो कुरा चाहिँ होइन। अनि मैले चाहिँ यसलाई ओभनलाई प्रिहिट गरेर 350 फरेनहाइटमा चाहिँ धेरै राखिनँ, 20 मिनट जस्तो मात्र राखेँ त्यही प्रिहिटमा मात्र होइन। त्यसपछि यसमा मैले हालेँ छुट्टा छुट्टै, यो चाहिँ मैले मुला र गाजरको चाहिँ छुट्टा छुट्टै बनाउन लागेको भएर अनि यसलाई दुईवटा भागमा डिफ्रेन्सिएट गरेर, अनि हरियो खुर्सानीहरू पनि त्यो काटेकै हो होइन, अघि धोएर राखेको। अनि त्यसमा बेसार हालेँ, अनि त्यो अघिको भुटेको त्यो पिनेको तोरी, अनि त्यस पछाडि जिरा धनियाँको धुलो, अनि नुन हालेर, अनि माथिबाट चाहिँ त्यो तेल अलिकति मेथी पड्काएर तेल तताएको थियो। तेल चाहिँ आफूलाई जे मन लाग्छ त्यही हाल्ने हो। मसँग चाहिँ भेजिटेबल ओइल थियो, मैले त्यही हालेको होइन। त्यसलाई चाहिँ तताएर अनि त्यसले झानिदिएँ, अनि झानेपछि यो चाहिँ हेर्दै कस्तो राम्रो देखिएको कि। अनि त्यसपछि दुईवटा सिसामा छुट्टा छुट्टै सिसा चाहिँ हाम्रो घरमा यो के अचार सचार अरू के किनेर ल्याएको सिसा हुन्छ नि, नेपालमा पनि हुन्छ नि बयमहरू भयो, नेपालमा त हर्लिक्सको बयममा हालिन्थ्यो होइन, हालेर टक्क रेडी भयो अचार। यो चाहिँ अब 2 दिनमा त खान भइहाल्छ क्या, 2 दिनदेखि। सबैहरू पनि बनाउनु होला, यस्तो मिठो हुन्छ नि, याम।